यो चाहिँ हाम्रो भस्मे खरबारी हो। यो चाहिँ हाम्रो खरबारी है। यो भस्मे खरबारी हो। यो पल्लोबारी भन्ने ठाउँ। यो फुर्कीटार बाहुनटार। अनि यो चाहिँ भनेको माथि बुढीथाम डाँडाको कुप्री परेको रुख चाहिँ यो बुढीथाम डाँडा। अनि यो चाहिँ डल्लेढुङ्गा पानी मुनि पानी। अनि उता गुप्तीको पाखा। यो पर तारेभिर। यो चाहिँ हाम्रो बस्मे मुनमुडे। यो पाँचाङ्गेको यहाँ पानी खाने ठाउँ। अनि यो ऐँसेलुको बोट। यो चुत्रो चाहिँ मजाले फल्दै रहेछ। पछि राम्रै हुन्छ होला। यो चाहिँ ठोट्ने घाँस है। म चाहिँ आज आफ्नो गाउँको यसो अनुगमन गर्दै हिँड्दैछु। मलाई एकदम यसरी बोल्नु मन लागिरहेको छ आफ्नो ठाउँमा। ठोट्ने चाहिँ लास्टै राम्रो हुन्छ। यो ठोट्नेको बाँसलाई पनि दामी गरी हुन्छ। यो यस्तो चाहिँ अमिलो हुन्छ। यो अमिलो भन्दा पनि लास्टै अमिलो मिठो हुन्छ क्या यो खानु। यहाँ चाहिँ ऐँसेलु। आज मैले ऐँसेलु टिप्दैछु है। यहाँनिर ऐँसेलु। यो चाहिँ यहाँ मैले ऐँसेलु टिपेर चाहिँ यहाँ म प्लास्टिकमा लाउँदैछु। यहाँ यो प्लास्टिकमा ऐँसेलु टिपेर यहाँ लगाउँदैछु। यो चाहिँ मेरो तल मेरो ठुली दिदी हुनुहुन्छ। बुढी हुनुहुन्छ। मलाई टिपेर लगिदिनु पर्यो। टिपेर खान सक्नुहुन्न सायद। मलाई लगिदिन्छु। मलाई पनि मनपर्छ। म पनि खान्छु। ऐँसेलु धेरै मिठो हुन्छ क्या यो हाम्रो चाहिँ ऐँसेलुको सिजनमा यो धेरै राम्ररी खाने चिज हो। मिठो पनि हुन्छ। तपाईँहरूलाई पनि मनपर्छ होला सायद। त्यो मेरो दिदीलाई लगिदिनु आँटेको स्कुलले थिएन। हेर्नुहोस् कति राम्रो। राम्रो छ। त्यो होस् हाम्रो गाउँ। मलाई पनि यो ठाउँमा हिँड्न मन लाग्छ। आफ्नो जन्मस्थान भनेको त हो कति राम्रो। हेर्नु न भिर पाखा पहरा लहरा काँडा सिङ्गारे डाँडा लुङ्ग्रुपा। यहाँबाट चाहिँ लुङ्ग्रुपा देखिन्छ। यहाँ ऐँसेलु त फलेको रहेछ धेरै। तर अलिक डरलाग्दो ठाउँ रहेछ। लडिन्छ होला यहाँ चाहिँ। आहा यहाँबाट झरिदिउँ कि क्या हो। डर लाग्छ। बरु टिप्दिनुहोस्। राम्रोतिर छ। रमित चाहिँ हेरेँ। देवस् राम्रो छ। यसमा पनि ऐँसेलु ढुङ्गा पहरा लहरा। कति रमाइलो भगवान्। ऐँसेलु टिप्छु। ऐँसेलुको दाना मिठो हुन्छ खाना। हात चाहिँ घोज्छ है मजाले। अलिकति दिदीलाई पुर्यायो भने भयो। एक मुठी थोरै त भयो। यति भए पुग्छ पनि मेरो दिदीलाई। यो तल टारमा हुनुहुन्छ दिदी चाहिँ। यो चाहिँ मेरो बुवाको नाममा भएको। यो चाहिँ मेरो जग्गा है। यो चाहिँ अहिलेसम्म हाल्नु भएको मेरो जग्गा। यो पाँचाङ्गे बारी मेरो